बियरको बोतलमा देश शासित छ। यसले के बताउँछ? देशको अवस्था यो बियरको बोतलले निर्धारण गरिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको तत्कालीन कार्यालय अगाडि यो व्यङ्ग्य बनिरहेको छ र यो बियरको बोतल यहाँ आउनु साधारण लाग्ला, तर यो बियरको बोतल यस्तो सुरक्षा संवेदनशीलता रहेको ठाउँमा कसरी पस्यो, कसले पसायो र किन पसायो र कसरी उपभोग गर्यो, यो महत्त्वपूर्ण सवाल छ। यहाँ जब नागरिकलाई समस्या पर्छ, अप्ठ्यारो पर्छ, अभिभावक ठानेर सबैले सम्झिने भनेकै सरकारलाई हो। तर विडम्बनाका साथ देखायौं सरकारको अवस्था कस्तो छ। हामीले भगवान मानिरहेको सरकार भट्टी पसल झैं अवस्थामा छ। सरकारको मुख्य भवनमा भेटिएको यो मदिराको बोतल केवल प्रधानमन्त्री कार्यालयको वस्तुस्थिति होइन, यसले त सरकार र देश कस्तो अवस्थाबाट गुज्रिरहेको छ, कस्तो सङ्कटपूर्ण अवस्था छ, उदाङ्गो पारेको छ। यो सिंहदरबार त्यही ठाउँ हो जहाँ एउटा साधारण नागरिक मर्नै लागोस्, कसैको सिफारिस बिना, पास बिना पस्न पनि पाउँदैन। यदि कसैको पास छ भने एक दिन पनि डेट एक्सपायर छ भने गेटबाटै फर्किजाऊ भनेर फर्काइन्छ। तर त्यही सिंहदरबारमा पारी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय छ र यो देशको सबैभन्दा ठुलो भिभिआइपी एरिया हो जहाँ यो देश कसरी अगाडि बढ्छ निर्धारण हुन्छ। तर यहाँ हेर्नुहोस्, बियरको बोतल, गोर्खा स्ट्रङ नामको बियर, साहसीका लागि समर्पित लेखिएको छ। देख्न सक्नुहुन्छ गोर्खा स्ट्रङको 4वटा बोतल, यो करिब मलाई लाग्छ 650 ml को 4वटा बोतल। यस्तो छ देशको अवस्था। हेर्नुहोस्, यो गोर्खा स्ट्रङ बियर देख्न सक्नुहुन्छ। यस्तो भिभिआइपी क्षेत्रमा देशको हरेक मेचीदेखि महाकालीसम्म के गर्ने, कस्तो विकास गर्ने, के निर्णय लिने, के नलिने त्यो तय गर्ने, तजुर्मा गर्ने ठाउँमा बियरको बोतलमा देश शासित छ। यसले के बताउँछ? देशको अवस्था यो बियरको बोतलले निर्धारण गरिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको तत्कालीन कार्यालय अगाडि यो व्यङ्ग्य बनिरहेको छ र यो बियरको बोतल यहाँ आउनु साधारण लाग्ला, तर यो बियरको बोतल यस्तो सुरक्षा संवेदनशीलता रहेको ठाउँमा कसरी पस्यो, कसले पसायो र किन पसायो र कसरी उपभोग गर्यो, यो महत्त्वपूर्ण सवाल छ। यहाँ केवल बियरका बोतल मात्रै छैनन्, यसरी देख्न सक्नुहुन्छ सिगरेट पनि छन्। यस्तो छ, यो केवल मदिरा र धुम्रपानको प्रतिबिम्ब मात्रै होइन, यो देश कस्तो अवस्थामा छ, कस्तो संवेदनशीलताबाट गुज्रिरहेको छ त्यसको यथार्थ सचित्र चित्रण हो। सिंहदरबार वा भनौं सरकारको अस्तव्यस्तता बियरको बोतलमा मात्रै सीमित छैन। कैयौं महत्त्वपूर्ण र गोप्य दस्तावेजहरूको बेवारिसी अवस्थाले स्थिति अझै चिन्तापूर्ण बनाउँछ। हामी जेनजी आन्दोलनका क्रममा भदौ 24 गते जलेर ध्वस्त भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा 1 महिना भन्दा बढी समयपछि पुग्दा अवस्था अत्यन्त लापरवाहीपूर्ण देखियो। मन्त्री परिषदका महत्त्वपूर्ण निर्णय सम्बन्धित फाइलदेखि देशसँग जोडिएका अति महत्त्वपूर्ण र गोप्य दस्तावेजहरू समेत बेवारिसी अवस्थामा देखिएको छ। तत्कालीन समयका क्याबिनेट निर्णयको सक्कल फाइलदेखि राष्ट्रिय सुरक्षा परिषदका महत्त्वपूर्ण कागजात र नेपाली सेनाको इन्टेलिजेन्स निर्देशनालयले हरेक दिन पठाउने गरेको सुरक्षा विश्लेषण रिपोर्ट लगायतका गोप्य कागजात बेवारिसी अवस्थामा राखिएका छन्। देशको अति महत्त्वपूर्ण विषय, शान्ति सुरक्षासँग जोडिएको अति महत्त्वपूर्ण विषयहरूको यस्ता महत्त्वपूर्ण कागजातहरू असरल्ल राखिएको छ। यहाँ को आयो, को गयो, किन आयो, कसरी आयो, के लिएर गयो, कसैलाई चासो छैन। यो तपाईँले यो टेबलमा हामी आउँदाखेरि यो धेरै कागजातहरू देख्यौँ, देख्न सक्नुहुन्छ। यो राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको हरेक दिनको गोप्य पत्र हो। यो सबै सिलबन्दी गरिएको छ, यो हेर्न मिल्ने अवस्थामा छैन। र हामी पनि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यो खोल्न चाहँदैनौँ र खोल्दैनौँ। प्रचलित कानुन बमोजिम यो हेर्नु यो गलत छ, अति गोप्य यहाँ लेखिएको छ, त्यसकारण हामी हेर्न पनि सक्दैनौँ। र यहाँका कर्मचारी प्रहरीहरू पनि हेर्नको लागि कुनै पनि कागजात हेर्नको लागि बन्देज लगाएका छन्। तर यही कागज हो, यसले हरेक दिनको सुरक्षा रिपोर्ट, देश कुन अवस्थामा छ, देशलाई कसले आक्रमण गर्न खोजिरहेको छ, देशमा कस्ता कस्ता शक्तिहरू हावी भइरहेका छन्, अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल के छ, अन्तर्राष्ट्रिय गतिविधि के छ, परराष्ट्र नीतिमा के गर्नुपर्ने छ, देशको शान्ति सुरक्षा अमन चयन कायम गर्न के गर्नुपर्छ लगायतका विषयको सबै विश्लेषण गर्ने यही राष्ट्रिय सुरक्षा परिषदले हो, जहाँ देशका
नेपाली सेना प्रधानमन्त्री त स्वयं अध्यक्ष समेत रहने गरेका छन् र यसरी यो कागजात असरल अवस्थामा छ र सम्भवतः मलाई लाग्छ यो देख्न सक्नुहुन्छ यो 2082 साल 5 महिना 19 गते भनेको जेनजी आन्दोलन हुनुभन्दा केही दिन अगाडिको यो पत्र र यो देख्न सक्नुहुन्छ। अन्य पत्रहरू पनि तपाईँहरूलाई देखाउन चाहन्छौँ। देख्न सक्नुहुन्छ यो 2082 साल 5 महिना 22 गते भनेको यो आन्दोलन हुनुभन्दा ठिक एक दिन अगाडिको अघिल्लो रात 23 गते जहाँ संसदमा मात्रै 17 जना र देशभर गरेर 19 जनाले पहिलो दिन ज्यान गुमाए गोली खाएर त्यो हुनुभन्दा ठिक एक दिन अगाडिको कागज यही हो दर्शकबिन। र देख्न सक्नुहुन्छ 5 महिना 12 गते 5 महिना 18 गते 5 महिना 12 गते भदौ 15 गते भदौ 19 गते भदौ 13 गते भदौ 12 गते भदौ 11 गते त्यस्तै यतातर्फ 19 गते 15 गते भदौ 19 गते यसरी पत्रहरू असरल अवस्थामा छन् जुन अति गोप्य पत्र हो। यसलाई हामी खोलेर पनि हेर्न सक्दैनौँ तर यसमा देशको शान्ति सुरक्षाको अवस्था तत्कालीन समयमा के थियो यदि छ भने राष्ट्रिय सुरक्षा परिषदको यही विश्लेषणमा छ, यही गोप्य पत्रमा छ जुन अहिले यसरी असरल अवस्थामा राखिएको छ। जो आएर हेरे पनि भयो, जसले जे गरे पनि भयो, यसलाई सुरक्षा गर्न वर्तमान सरकारले सकिरहेको छैन। तत्कालीन सरकारले विश्लेषण गर्न सकेन, जनताको माग के थियो, अन्तर्राष्ट्रिय शक्तिको चलखेल के थियो बुझ्न नसक्दा देशले यति ठुलो भयावहपूर्ण क्षति बेहोर्नु पर्यो जहाँ जनताको आक्रोश मात्र होइन अन्य शक्तिहरूको चलखेलको रूपमा पनि हेरिएको छ। र अहिले के थियो त वास्तविक अवस्था त्यो समेत सुरक्षित गरेर राखिएको छैन। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालय स्थित गोप्य कार्यकक्षमा नेपाली सेनाले दैनिक रूपमा पठाउने गरेको सुरक्षा विश्लेषण सम्बन्धी रिपोर्टहरू पनि भुइँभरि छरिएका छन्। बेबारिसेर छरपष्ट अवस्थामा सेनाको इन्टेलिजेन्स विश्लेषणको कागज भेटिँदा देशको शान्ति सुरक्षामा देखिएको सङ्कटपूर्ण अवस्थाको समेत उजागर भएको छ। सरकारका अति गोप्य कागजातहरू राख्ने गरिन्छ र म यति बेला जुन कक्षमा छु यहाँनिर सैनिक इन्टेलिजेन्स निर्देशनालय नेपाली सेनाको इन्टेलिजेन्सको चाहिँ कागजातहरू चाहिँ आउने स्थानमा छु र मैले यो यद्यपि सुरक्षाको दृष्टिकोणले, राष्ट्रिय सुरक्षाका दृष्टिकोणले महत्त्वपूर्ण मानिने विषयहरूमा हामी केही पनि देखाउने छैनौँ तर मैले यहाँ लगभग 2082 2 महिना 30 गते विविध गतिविधि सम्बन्धी जाहेर दरखास्त सैनिक इन्टेलिजेन्स निर्देशनालयबाट आएको यो परिपत्र जुन हरेक दिन आउने गर्छ यो करिब मैले असारसम्मको हेरिसकेँ र अधिकांश मितिमा नेपाली सेनाले देशको शान्ति सुरक्षाको अवस्था एकदमै संवेदनशील रहेको परिपत्र गरेको छ। देशको शान्ति सुरक्षा, देशको स्वाधीनता, देशको विभिन्न कानुनी मापदण्ड र दायराका कारण हामीले यसभित्र के छ खुलाउन सक्दैनौँ। तथापि हामीले यो बारेमा अध्ययन गरेका छौँ। यो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयभित्र रहेको अति गोप्य शाखाको कागजातहरू हो र यहाँ यो कागजातहरू अलपत्र अवस्थामा छ। यति महत्त्वपूर्ण कागजात छ सैनिकको इन्टेलिजेन्सबाट आएको र यो हरेक दिन चाहिँ मैले करिब 2082 2 महिना 30 गते जेठ 30 गतेदेखि करिब साउन महिनासम्म हेरेको छु। सेनाले पठाएको गोप्य रिपोर्टदेखि महत्त्वपूर्ण कागजात असरल र अलपत्र अवस्थामा छन्। वर्तमान सरकारले बेवारिसे अवस्थामा छाडेका यी महत्त्वपूर्ण कागजात र दस्तावेज जुनसुकै समय दुरुपयोग समेत हुन सक्छन् तर यसको बचाउ हुन सकेको छैन। जबकि तत्कालीन सरकारका महत्त्वपूर्ण घटनाक्रम यिनै कागजातले देख्छन् र यिनै कागजातले बोल्छन्। भद्रगोल गोप्य कागजहरूको बीचबाट फेरि अर्को विषय तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। यो च्यातिएको अवस्थामा छ, यो पनि गोप्य हो, यसको विवरण हामी बढी देखाउन त सक्दैनौँ। यो 2082 5 महिना 22 गते सेनाको इन्टेलिजेन्स निर्देशनालयबाट आएको जसमा सेनाका तर्फबाट आधिकारिक व्यक्तिले हस्ताक्षर गरेर पठाएका छन्। त्यसको समष्टिगत मूल्याङ्कनमा चाहिँ सामाजिक सञ्जाल बन्द र त्यसपछि विभिन्न देशभित्रका विभिन्न विरोधी शक्ति र अन्य विभिन्न विरोधी तत्त्वहरूले विध्वंस गर्न सक्ने रिपोर्ट सेनाले गरेको छ। यसको पुरा विवरण त छैन, यद्यपि यसमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि आक्रोशित छ, भिड र
प्रदर्शन जन्य गतिविधिहरू सिर्जना गर्न सक्ने हुँदा अप्रत्याशित सम्म छ, तर त्यसपछि च्यातिएको छ। यो कसले च्यातिएको प्रदर्शनकारी अथवा कसले च्यातिएको त्यो त थाहा भएन। तर यो जेठ 22 गते जुन च्यातिएको अवस्थामा यस्तो महत्त्वपूर्ण कागजात दर्शकबिन, यो भोलि न्यायालयले त्यो दिन वास्तविक सरकारले के गरिरहेको थियो त, अघिल्लो दिन सरकारसँग के जानकारी थियो त भनेर भोलि बिहान, किन भन्दा फौजदारी कसुरमा अनुसन्धान गर्न माग गर्दै न्यायालयमा मुद्दा समेत दायर भइसकेको अवस्था छ। त्यस्तो अवस्थामा यस्ता महत्त्वपूर्ण कागजहरू प्रमाण हुन्, तर यी सबै प्रमाणहरू च्यातिएका छन्। कसले च्यात्यो, किन च्यात्यो थाहा छैन। तर यो 22 गतिको रिपोर्ट सायद गम्भीर थियो होला। अझै हामीले बढी पढ्न सकेनौँ, किन भन्दा यहाँ पृष्ठ नै फेला परेको छैन। यो अर्को छ, एक पृष्ठ अर्कोसँग मिल्दैन। विगतको मूल्याङ्कन गरेर वर्तमानलाई सहज बनाउने जिम्मा वर्तमान सुशीला कार्की नेतृत्वको सरकारको हो। तर जनताले अधिक विश्वास गरेको सुशीला सरकारले यस्ता महत्त्वपूर्ण दस्तावेजहरू सुरक्षित रूपमा राख्न सकेको छैन, जसले सरकार र शान्ति सुरक्षा सम्बन्धित महत्त्वपूर्ण दस्तावेज सुशीला सरकारले किन सुरक्षित राख्न चाहिरहेको छैन भन्ने प्रश्न समेत उब्जिएको छ। देश कस्तो अवस्थामा थियो, देशमा के भइरहेको थियो, राष्ट्रिय सुरक्षा परिषदमा हरेक दिन छलफल हुने गरेको थियो अथवा सरकारवालाहरूबीच छलफल हुने गरेको थियो र नेपाली सेनाले आफ्नो इन्टेलिजेन्स मार्फत हरेक दिन रिपोर्ट दिने गरेको थियो। तर त्यो रिपोर्टको तत्कालीन सरकारले वास्ता गरेन, बेवास्ता गर्यो। अहिले देश यो परिस्थितिमा आइसक्यो र तत्कालीन समयमा अहिले यहाँ उभिएर विश्लेषण गर्दा तत्कालीन समयमा के भइरहेको थियो त्यो तिनै कागजातले बताउँछ, जुन अत्यन्त महत्त्वपूर्ण थिए, गोप्य थिए र देशको अवस्थाको एउटा ऐना जस्तो थिए। तर ती सबै कागजातहरू यही भवनमा छ। तर अहिलेको सुशीला कार्की नेतृत्वको सरकारले ती महत्त्वपूर्ण कागजातहरूलाई किन माया गरिरहेको छैन। हामीले देख्यौँ त्यहाँ मन्त्री परिषदका हरेक डिसिजनदेखि अति गोप्य कागजातहरू छन्, तर ती सबै कागजात अहिलेको सरकारको प्राथमिकतामा वा संरक्षणमा परिरहेको छैन, जुन अझै रहस्यमय छ। उसो त सेनाले देशमा सुरक्षा चुनौती बढेको भनेर महिनौं अघि पत्रकार सम्मेलन मार्फत प्रश्न पारेको थियो। खास देशमा के अवस्था थियो र के कस्ता गतिविधि भइरहेका थिए, ती सबै तिनै कागजात र प्रमाणले बोल्ने हुन्, जुन प्रमाण संरक्षण गर्नुको सट्टा बेवारिसी अवस्थामा छाडिनुले सुशीला सरकारको नियतमाथि प्रश्न उठेको छ। त्यसैले देश र जनताको हितमा काम गर्ने शपथ लिएको सुशीला सरकार गैर जिम्मेवार बन्न कदापि मिल्दैन। देश र जनतासँग जोडिने हरेक पक्षको संरक्षण गर्ने विषयमा वर्तमान सरकार दायाँ बायाँ कदापि नहोस्। देशको सबैभन्दा बढी सुरक्षा घेरामा रहने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय हो यो। र जेनजी आन्दोलनपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको अभिगत त यस्तो छ भने देशका अन्य महत्त्वपूर्ण स्टेक होल्डर सरकारवाला निकायको हालत के होला, जबकि नेपाली सेना, राष्ट्रिय अनुसन्धान, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत विभिन्न निकायका विभिन्न सुरक्षादेखि हजारौं कर्मचारीको घेराभित्र रहने प्रधानमन्त्री कार्यालयमा महत्त्वपूर्ण कागजात दस्तावेजको हालत यस्तो छ। यो प्रधानमन्त्री तथा मन्त्री परिषदको दृश्य होइन, सिङ्गो देशको दृश्य जस्तै बनेको छ। खास देश कस्तो अवस्थामा छ, यो निकै गम्भीर विषय हो र यसको उचित निराकरण गर्न सबै नागरिकदेखि सरकारसम्म गम्भीर बन्नुपर्छ।